जानुहोस् न भने झट्टै सिलवाली बजेलाई बोलाएर ल्याइदिनु न गाह्रो भयो मलाई झट्टै बोलाएर ल्याइदिनु पहिला छोरा पाएर देखा आया अनि बोलाउँला आया 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 गाह्रो भयो मलाई अनि बुढेसकालमा स्याहार्न पनि त छोरै चाहियो मरेपछि पिण्ड बटार्ने पनि छोराले नै हो छोरी त अर्काको घरमा जाने जात अर्काकै वंश बढाउँछन् मेरो हेर तीनवटा छोरा छन् ए सुनेरी बाहिर आइज सधैँभरि छोरी छोरी निकाल्ने एउटा छोरा निकाल्न सकिनस् के भनिस् टङ्किनी तँलाई टङ्किनी के भनिस् तँलाई म छोड्दिनँ तँलाई जिउँदै गाडी दिन्छु के बिराए मैले अझ के बिराए भन्छस् मेरो आँखा सामुने स्वास्नी छोरीलाई मार्न खोज्दैछस् कुकुरको पुच्छर 12 वर्ष डुब्नुबाट है पनि जस्ताको तस्तै भाउजू के भो एक बोतल जाँड देऊ न एक बिहानै कुकुरले गुहाने भ्यास होइन यसलाई जाँड खानु पर्ने आज यो खोले सोले छोडिदेऊ बुढी आज त मैले मासु ल्याछु चामल ल्याछु आज त हामी पनि मासु भात खाने हो बुढी जाँड खाएर आउनुपर्छ त यसो कहिलेकाहीँ त अलिकता टुच्च त लाउनु पर्यो नि बुढी सीताराम जति कलिलो उति रसिलो ढोलक बजाते उमेर मात्र यार हजुर ज्यान हेर्दा त 17-18 जस्तै देखि भाइ गोली त तँलाई म नमारी छोड्दिन ना बालक छोरीलाई बेच्ने यसलाई म मर्न चाहन्छु यो के पागलपन हो तिम्रो बिनु